हेलो गाइज वेलकम टु माई के हो यो युट्युब च्यानल एन्ड नमस्ते लास्ट फ्याफुला सबैजनालाई। अनि म चाहिँ लङ टाइम पछि ब्याक भएको छु। स्टकमा त छ मेरो भ्लग, तर त्यो भ्लग एडिट गर्न अल्छी लागेको भएर फेरि म अहिले न्यू भिडियो बनाइरहेको छु। अनि म चाहिँ आज बाहिरतिर घुम्न जाँदैछु। कति लङ टाइम पछि म बाहिर निस्केको, कस्तो छुट्टै लागिरहेको छ क्या हाम्रो इन्भाइरोमेन्टहरू। लाइक अब के हुन्छ हेर। अनि त्यसपछि तपाईँहरूको दिनहरू चाहिँ कसरी बित्दैछ? मेरो चाहिँ यस्तै हो, काम जाने आउने, रुम टु काम टु रुम भएको भएर बाहिर ननिस्केको पनि कति भइसक्यो नि त। ठ्याक्कै 2-3 हप्ता भयो होला लाइक म बाहिर यसरी नहिँडेको। अनि कति पछि आज यसरी बाहिर हिँड्दा चाहिँ कस्तो खुसी लागिरहेको छ। लाइक हुन्छ नि त, आनन्द फिल। मौसम पनि त्यस्तै छ, घाम पनि छैन, शीतल शीतल छ, एकदम रमाइलो छ। अनि हजुरहरूको दिन चाहिँ कसरी बित्दैछ? म चाहिँ एक्लै हिँडिरहेको छु। आई लाइक अलोन पिस, एकदम मनपर्छ मलाई एक्लै हिँड्न। अनि बाटोमा यसरी बोल्दै को हिँड्छ? म हिँड्छ। अनि गाइज यो बाटो चाहिँ म फर्स्ट टाइम हिँडिरहेको छु। लाइक यो ठाउँतिर नि रमाइलो रहेछ, राम्रै रहेछ। अनि म चाहिँ यो बाटो फर्स्ट टाइम हिँडेको, राम्रै छ होइन। के बोल्ने आएन गाइज मलाई। के बोल्ने चाहिँ के हो गाइज, बोल्नै आएन। अनि नेपालमा दसैँको माहौल लाग्दैछ। सबैजनालाई ह्याप्पी दसैँ, सँगसँगै एडभान्समा ह्याप्पी दिपावली। यतातिरको घरहरूमा क्या होइन, लाइक कति राम्रो गार्डनहरू क्या अगाडि, कस्तो दामी। मेरो पनि सपना छ यस्तै एउटा सानो झुप्रो बनाउने। अनि त्यसपछि घर सानो होस् तर गार्डनहरू यति ठुलो होस्। अनि त्यसपछि लाइक त्यो गार्डनभरि चाहिँ फुलै फुल। एउटा सानो सपना छ, सक्सेस गर्नुपर्छ, पुरा गर्नुपर्छ।